हेलो गुड मर्निङ नमस्ते। आज म तपाईँहरूको लागि एमएस एक्सेलमा केही इम्पोर्टेन्ट टपिकहरू लिएर आएको छु। कृपया राम्रोसँग हेर्नु होला। यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। जस्तो मलाई यो टेक्स्टमा मलाई यस भन्ने लेटर हटाउनु पर्यो भने कसरी हटाउन सकिन्छ हेर्नु होला। जस्तो मलाई यहाँ सब्सक्राइबमा मलाई यस भन्ने लेटर हटाउनु पर्यो। अब यसको ठाउँमा मलाई कुन लेटर राख्नु पर्यो? जस्तो इक्जाम्पलको लागि सी। अब यो भयो, यो यस भनेको तपाईँको यो लेटर, यो यहाँ भएको लेटर हटाएर मलाई के राख्नु पर्यो? सी राख्नु पर्यो। कसरी राख्नु सकिन्छ हेर्नु होला। त्यसपछि तपाईँ हाल्नु इन्टर। तपाईँको यहाँ के भयो? सब्सक्राइबको ठाउँमा के भयो? एसयुबी एस लेटर हटाएर तपाईँको के भयो? सी भन्ने लेटर यहाँ अटोमेटिक आफै आयो। त्यसै गरी जस्तो मलाई इक्जाम्पलको लागि माइकको ठाउँमा मलाई लाइक भन्ने चाहियो। एमआइकेई माइक भन्ने छ। त्यो माइकको यम लेटर हटाएर मलाई यसलाई केही चाहियो भने फर्मुला राम्रोसँग हेर्नु होला। मलाई हटाउनु पर्ने के हो? लेटर यम। अब मैले ल्याउनु पर्ने के हो? यल। इन्टर हाल्नु होला। तपाईँ के भयो? यो माइकको यम लेटर हटाएर के आयो? यल लेटर आयो। त्यसै गरी अब हामी नेक्स्ट इक्जाम्पलमा जाउँ। नेक्स्ट इक्जाम्पलमा यहाँ के छ? मेरो यहाँ मिनेट भन्ने छ। यो मिनेटलाई मैले सेकेन्डमा कसरी ल्याउन सकिन्छ हेर्नु होला। कन्भर्ट ब्र्याकेट मिनेट एमएन मिनेटको सर्ट फर्म सेकेन्डको एसइसी। तपाईँको यो मिनेट 10 मिनटलाई अब हामीले यसलाई सेकेन्डमा कन्भर्ट गरेर निकाल्न छ भने फर्मुला यो हाल्नु होला। अनि त्यसपछि तपाईँले इन्टर हाल्नु। इन्टर हाल्ने बित्तिकै के हुन्छ? तपाईँको यो 10 मिनट अब तपाईँको सेकेन्डमा कन्भर्ट हुन कति भयो? 600 भयो। यसरी अब हामीले अब यहाँबाट तान्नु तपाईँको मिनेट भएको मिनेटलाई हामीले सेकेन्डमा यो फर्मुला हालेर हामीले कन्भर्ट गर्न सकिन्छ। त्यसै गरी अब हामी जब सम इफ जस्तो मेरो यहाँ टोटल के छ? पेड भन्ने छ। पेड 1 2 3 4 पेड छ। मेरो यो एउटा बिल भयो। यो बिलमा मलाई पेनको टोटल निकाल्न छ भने कसरी निकाल्न सकिन्छ हेर्नु होला। मलाई पेनको टोटल चाहियो। यतिलाई सिलेक्ट गर्नु कमा। अब मैले के को टोटल निकाल्नु? यो पेन्ट कमा। अब यो मेरो टोटल एमाउन्ट पेन्टको एमाउन्ट निकाल्ने हो। यतिलाई सिलेक्ट गर्नु होला। अनि ब्र्याकेट बन्द गर्नु होला। तपाईँको यो जुनको टोटल निकाल्यो त्यो टोटलको यहाँ लेखिदिनु होला है। पेन्ट हो भने पेन्ट, जिन्स भने जिन्स, टी सर्ट भने टी सर्ट यहाँ लेखिदिनु होला। अनि इन्टर हाल्नु होला। तपाईँको के भयो? पेन्टको टोटल अटोमेटिक आफै आयो। जस्तो हाम्रो इक्जाम्पलको लागि अब हामीले यहाँ चेक गर्न सकिन्छ। जस्तो यो पेन्ट भयो प्लस पेन्टलाई हामीले चेक गर्दै जाउँ होला। मिल्छ कि मिल्दैन हेर्नु होला है। अब त्यसपछि इन्टर हाल्नु। इन्टर हाल्ने बित्तिकै के भयो हेर्नु? तपाईँको पेन्टको यो टोटल अटोमेटिक आफै आयो, मिल्यो हेर्नु होला। त्यसै हामीले यो सम इफको फर्मुलाबाट हामीले पेन्टको टोटल निकाल्न हामीले सकियो। त्यसै गरी अब हामी नेक्स्ट इक्जाम्पलमा जाउँ। नेक्स्ट इक्जाम्पलमा हाम्रो के छ हेर्नु होला। लेटर ए बी सी डी 1 2 3 4 5 6 यसरी सिरियली निकाल्नु छ भने अब हाम्रो कसरी निकाल्न सकिन्छ हेर्नु होला। फर्मुला लगाएर कोड यसलाई क्लिक गर्नु होला। ब्र्याकेट बन्द। ल तपाईँ के भयो? लेटर ए 1 भयो, लेटर बी 2 भयो, लेटर सी 3 डी 4 यसरी हामीले 1 2 3 4 लेटरलाई हामीले पोजिसनमा निकाल्न त्यसको पोजिसनमा 1 2 3 4 पोजिसन निकाल्न सक्यो हामीले यो कोडको फर्मुला लगाएर। कोडको फर्मुला CODE को फर्मुला लगाएर। अब हामीले यहाँ नेम छ, स्कोर छ। मलाई यहाँ पास अफ फेल निकाल्न पर्यो। पास अफ फेल निकाल्न छ भने हामीले कसरी निकाल्न सकिन्छ हेर्नु होला। इफको फर्मुला लगाएर इक्जाम्पलको लागि 35 भन्दा कम भयो भने फेल हुनुभयो, 35 भन्दा बढी भयो भने पास हुनुभयो। ल हेर्नु होला। स्कोर 70 छ, पास। 35 भन्दा कम छ, फेल।
45 छ फेल। जस्तो 65 लाई मैले यहाँ दिन्छु 32 इन्टर, तब के भयो फेल भयो। यसरी हामीले स्कोरबाट हामीले पास र फेलको पोजिसन निकाल्न छ भने हामीले यो इफ को फर्मुला लगाएर कसरी निकाल्न सकिन्छ तपाईले यो फर्मुला याद गर्नु होला। इफ फर्मुला लगाएर हामीले स्कोरबाट पास एन्ड फेल निकाल्न परिहाल्यो भने। तपाईको अर्को छ प्रॉफिट एन्ड लस। मैले यो प्रॉफिट एन्ड लस को निकाल्नु भयो 2023 मा कति भयो, 2024 मा कति भयो, अनि यसको प्रॉफिट एन्ड लस निकाल्न छ भने हामी कसरी निकाल्न सकिन्छ हेर्नु होला। यसलाई क्लिक गर्नु माइनस, यसलाई क्लिक गर्नु ब्र्याकेट, अनि फेरि यो B4 लाई क्लिक गर्नु होला अनि इन्टर हाल्नु होला। 100% प्रॉफिट, यो 50 100 100% प्रॉफिट, 150 माइनस 50 मा गयो, 200 100 माइनस 25। यसरी हामीले प्रॉफिट एन्ड लस को हामीले यो फर्मुला लगाएर हामीले प्रॉफिट एन्ड लस को निकाल्न सकिन्छ। अब यहाँ छ काउन्ट इफ। यो नेम अफ स्टुडेन्ट भयो, सन्डेमा कति जना एब्सेन्ट भयो, मन्डेमा कति जना एब्सेन्ट भयो, त्यो निकाल्न पर्यो भने हामीले कसरी निकाल्न सकिन्छ हेर्नु होला। यतिलाई सिलेक्ट गरौँ, कमा प्रेजेन्ट डे पी, यो पी भनेको के भयो तपाईको प्रेजेन्ट भयो। ल इन्टर हाल्नु होला। तपाईको 1 2 3 4 डेज के भयो प्रेजेन्ट भयो। एब्सेन्ट कति दिन भयो 1 र 2 भयो। अब हेर्नु होला एब्सेन्ट पनि निकाल्न हामीले काउन्ट इफ को फर्मुला लगाएर एब्सेन्ट को लागि ए हाल्नु होला है। एब्सेन्ट को लागि ए हाल्नु, प्रेजेन्ट को लागि पी हाल्नु होला। ल हेर्नु होला तपाईको एब्सेन्ट कति भयो 1 र 2। जस्तो म यहाँ के गर्छु प्रेजेन्ट लेखिदिन्छु। अब यहाँ पी लेखिदिन्छु, इन्टर हाल्नु। हेर्नु प्रेजेन्ट कति भयो 5 डेज, एब्सेन्ट कति भयो 1 डेज। हेर्नु होला एब्सेन्ट 1 डे। तपाईले यसलाई चेन्ज गर्ने बित्तिकै तपाईको पोजिसन पनि आफै के हुनु भयो चेन्ज हुनु भयो। अब हेर्नु होला। ल यसरी हामीले काउन्ट इफ को फर्मुलाबाट हामीले प्रेजेन्ट कति जना भयो, कति दिन भयो, एब्सेन्ट कति दिन भयो भनेर हामीले पी को ठाउँमा प्रेजेन्ट को ठाउँमा पी हाल्नु होला, एब्सेन्ट को ठाउँमा ए हाल्नु होला। अब अर्को एउटा छ जस्तो भोटर नेम भनिन्छ, एज भनिन्छ, एलिजिबल भनिन्छ। जस्तो 18 वर्षभन्दा माथि भएको मान्छेलाई के हुनु भयो भोट को लागि हामीले यहाँ फर्मुला हाल्नु पर्नु भयो। ल यदि तपाई मेन च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक सब्स्क्राइब गर्न नबिर्सिनु होला। हस् आजको लागि म तपाईलाई यति नै सिकाउँदैछु। बाँकी रहेको अर्को नेक्स्ट लेसनमा आउँदैछ। हस् थ्यांक यू।